हत्याराको घरमा जान्छु म, स्कुलमा पनि जान्छु। मलाई आमा म निशा चिन्यौ कि नै? चिन्न सक्ने अवस्थामा छौ कि नै? म फर्किने बाटो हेरेर बसेकी छौ र? मेरो रगताम्य शरीर त्यो जंगलमा देखिने हो र? म चिच्याए कराए, मेरो गुहार कसैले सुनेन। आमा त्यहाँ कोही थिएन, थिए केवल 4 जना सिकारी जसले मेरो शिकार गरे। म शिकारीको हातबाट तडपी तडपी मरे। आमा मलाई तडपाई तडपाई मारिदिए। प्रेमको न्यानो पछ्यौरी ओढाउनु पर्ने मान्छेले मलाई चिसो भुइँमा पछार्दियो। त्यो कुनै मानव होइन आमा, दानव हो। मेरो ज्यान निचरी निचरी हत्या गर्ने हत्यारा हो। मैले कस्तो मान्छेलाई प्रेम गरे, मैले कस्तो मान्छेलाई विश्वास गरे। आमा मेरो ज्यान भन्दा पहिला त मेरो आत्मा मरिसकेको थियो जब मेरै प्रेमीले मेरो शिकार गरेको थियो। म सोच्थे ऊ मेरो जिन्दगी हो, तर उसले मेरो जिन्दगी नै मैसँग खोजेर लैदियो। त्यो सुर्खेतको जंगलमा आज पनि मेरो आत्माले गुहार माग्दैछ। आज पनि मेरो आत्मा चिच्याउँदैछ, कराउँदैछ, ती शिकारीहरूसँग डराउँदैछ। मैले आफ्नो ज्यान आफै बचाउन सकिनँ आमा। मेरो ज्यानको एक एक घाउले मेरो पीडा बोलेको आमा, मेरो पीडा बोलेको। सानो चोट लाग्दा पनि आत्तिने तिमी मलाई रगताम्य अवस्थामा देख्दा तिमीलाई कति गाह्रो भएको होला है। मलाई माफ गरिदेऊ आमा, तिमीलाई ठगेर गरेको प्रेमले आज मलाई मेरै जीवनबाट ठगिदियो। म आफ्नो भविष्य बनाउन विद्यालय गएकी, भविष्य बाटोमै चकनाचुर भयो आमा। म फर्केर आउन सक्दिनँ। म त्यहाँ छु जहाँ म कहिल्यै पुग्न चाहन्थिनँ। आज मेरो एउटै निर्णयले मलाई तडपाई तडपाई तडपी तडपी मर्न बाध्य बनायो। ती शिकारीको शिकार परे आमा, मलाई माफ गरिदेऊ, मलाई माफ गरिदेऊ। म फर्केर आउन सकिनँ, मलाई माफ गरिदेऊ।